हेलो साथीहरु, सम्पूर्णलाई स्वागत छ। आज म तपाईहरुलाई राजा वीरेन्द्र वीर विक्रम शाहको पालाको मिलिट्री क्याप लगाएको नोटहरुको बारेमा बताउने छु। र यो पहिलो मिलिट्री क्याप लगाएको राजा वीरेन्द्रको पहिलो 10 रुपैयाँको नोट रहेको छ, जसमा हामी गभर्नर कुलशेखर शर्माको हस्ताक्षर हेर्न सक्छौं। नोटको अगाडिको भाग रहेको छ भने पछाडिको भाग यस प्रकार रहेको छ। नोट जहाँ एक जोडा मस्कटियर हामी हेर्न सक्छौं र शाही शासनकालको निशाना छाप हेर्न सक्छौं। त्यसपछिको नोट भन्नुपर्दाखेरि राजा वीरेन्द्रको मिलिट्री क्यापको यो गभर्नर कल्याण विक्रम अधिकारीको हस्ताक्षर रहेको यो दोस्रो प्रकारको नोट रहेको छ। कुलशेखर शर्मा पछि कल्याण विक्रम अधिकारीको हस्ताक्षर रहेको थियो र यो नोटको पछाडि भाग रहेको छ साथीहरु। र यो तेस्रो प्रकारको नोट रहेको छ रुपैयाँ 10। यो पनि मिलिट्री क्याप लगाएको छ राजा वीरेन्द्रको र गभर्नर गणेश बहादुर थापाको हस्ताक्षर हामी नोटमा हेर्न सक्छौं। मिलिट्री क्याप रहेको यो तेस्रो प्रकारको 3वटा नोट रहेको छ राजा वीरेन्द्रको पालामा छापिएको र यो नोटको पछाडिको भाग सेम पहिलाको नोटहरुको जस्तै 10 रुपैयाँ रुपैयाँ 10 र पछाडि शाही शासनकालको निशाना छाप र बीचमा एक जोडा मस्कटियर रहेको छ। फेरि पनि साथीहरु, म सुरुबाट फेरि एकचोटी तपाईहरुलाई 3वटै नोटहरु देखाउन गइरहेको छु, जो राजा वीरेन्द्रको शासनकालमा पहिलो 10 रुपैयाँको नोट जो मिलिट्री क्याप लगाएको चित्राङ्कित रहेको छ, जसमा कुलशेखर शर्मा गभर्नर, त्यसपछिको गभर्नर कल्याण विक्रम अधिकारी र त्यसपछिको गभर्नर गणेश बहादुर थापा। 3वटै नोट सेम रहेको छ मिलिट्री क्याप लगाएको, तर गभर्नरको हस्ताक्षर फरक रहेको छ। यो तर थियो 3 प्रकारको फरक डिजाइनको गभर्नरको हस्ताक्षर रहेको राजा वीरेन्द्रको मिलिट्री क्याप लगाएको नोटहरु बारे जानकारी। फेरि यस्तो रोचक भिडियोहरु लिएर तपाईहरु सामु आउने नै छु र यस प्रकारको भिडियोहरुले तपाईलाई कुनै पनि प्रकारको खरिद बिक्री गर्नको लागि प्रोत्साहन नगरेको र एउटा सूचनामूलक र जानकारीमूलक मात्रै भिडियो रहेको जानकारी गराउन चाहन्छु। शुभ दिन, धन्यवाद।